हेर्छन् नातिनी तिनीहरू पनि बस्दै गएर ल बाबा आइज आज हामी कहाँ आएको अरे? हामी आज बन्दीपुर आएको। कहाँ आएको अरे आगमन? घुम्न बन्दीपुर घुम्नु। ल ल ल यस्तो गर्दिनु उता हेर्नु गाइस। यति चल्न सक्नु भएन। क्यामेरा जुम गरेर देखाइदिन्छु फेरि। बाबु उहाँलाई धेरै थकाइलाह। अनि थकाइलाह त उहाँलाई। ल गाइस अब हामीले एकछिन पछि ब्लग बनाउँछौँ है नयाँ। यस्तो यस्तो बाटोबाट हिँड्नुपर्छ होइन आमा? यस्तो यस्तो बाटोदेखि हिँड्न परेको छ। हामी नाति र आमा भएर बन्दीपुर घुम्न आयौँ। माथि उकालो चढ्न सकिएन हजुर हो। स्यास्या परियो हेर्नु। झर्दा नि कसरी झर्नी हो। दाजुले स्यास भने मलाई है त अति रमाइलो छ हेर्नु हजुर हो। ल त हस् त अहिले अर्को भाग फेरि एकछिनमा आउँदै। गाइस यहाँ हेर्नु भ्यू हेर्नु यति खतरनाक भ्यू आने यहाँको कि यति राम्रो भ्यू त मैले कहिले नै देखेको छैन। एक कहाँ अगाडि भागेको हेर्नु न कहाँ अगाडि भाग्नु भयो। गाइस हेर्नु डाँडा चढ्नु पर्छ। यस्तो ऊ त्यहाँ तल देखिएको यो भाडसाट पानी सानी केही नि आएन पाएन। पानी खाइएन के अरु आगमन रामसँग हिँडाउ छोरी। नदौडा तिमी आऊ अब जाऊ अगाडि नदेखाऊ के यता आऊ टू थ्री गो। हेलो गाइस हेर्नु यहाँ यति डाँडाबाटको नजारा राम्रो हो। गाइस हामी बल्ल गरेको त्यति धेरै सिडी चढेर यहाँ डाँडामा पुगिसक्यौँ। अनि उता हेर्नु एउटा केबल कार हो। अनि वहाँ हेर्नु यहाँ क्यामेरामा हेलो गरिदिनु आमा। हेलो गरिदिनु। स्यासा भयो होइन? स्यासा भयो।